सो हेलो एन्ड वेलकम टु माई च्यानल। आज हो दसैँको दोस्रो दिन र हाम्रो घरमा चाहिँ राँगो पूजा हुँदैछ। यतापट्टि चाहिँ राँगो काट्दै अनि अर्कोपट्टि चाहिँ प्रसादहरू बनिँदैछ। प्रसाद पनि खायौँ अनि अब चाहिँ मामालाई टिका लगाउनलाई जाउँ भनेको पानी परेर यस्तो छ मौसम। अहिले चाहिँ पानी अलिक रहिसकेको छ अनि त्यही भएर हामी दाजुभाइ चाहिँ मामालाई तर्फ लागिरहेका छौँ। यहाँ बाटोबाट देखिने दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ, एकदमै राम्रो देखिएको छ। बिहान साह्रै ठुलो पानी परेको थियो अनि अहिले फेरि पानी पर्न थाल्यो। पहिरो गएको छ भनेर त बिहानै सुनेको थियौँ, तर मान्छे हिँड्ने बाटो त छ होला नि भनेको, भरे यस्तो पो रहेछ। कत्रो ठुल्ठुलो हाम्रो गाउँमा जाने पुरानो बाटो चाहिँ यो डाँडाभन्दा अलि माथि छ। यो चाहिँ तल्लो बाटो हो, नयाँ बाटो खनिएको रहेछ। सायद नयाँ बाटो भएको कारणले गर्दा रुखहरू सबै ढलेर माटोहरू सबै झरेर यति धेरै पहिरो गएको रहेछ। हामीसँग छाता पनि एउटा मात्रै थियो अनि एकजनाले ओढ्ने एकजना अलिअलि गर्दै भिज्ने। धन्न त्यति साह्रो ठुलो परेको थिएन र, तर आधा बाटो पुगिसकेपछि चाहिँ साह्रै ठुलो पानी पर्यो अनि एउटा दोकानमा हामीले प्लास्टिक किन्न पायौँ अनि प्लास्टिक पढेर अहिले जाँदैछौँ। माटो जाऊ यतातिर जङ्गलै जङ्गल, यतातिर पनि जङ्गलै जङ्गल। सानो रोड अरे ढुङ्गै ढुङ्गा, यस्तोमा बाइकहरू कुद्न सक्दैन। भिरै भिर। हाम्रो मामाको घर चाहिँ त्यो तलको। अहिले हामी अझ थुप्रो हिँडेर जानु छ। उयो तलको यहाँनिर घर। अझै हामी बाटो हिँड्नुपर्ने थुप्रो छ। दाइ जाँदै हुन्छ, उसको उकालो जाने हो। त्यता गएर बल्ल तल पुगिन्छ। पानी बगिरहेको छ रोडमा। यो हो खरखरे भन्ने ठाउँ। यहाँमा चाहिँ ढुङ्गा मात्रै छ, पुरै ढुङ्गाको खोला बग्ने छ। पुरै ढुङ्गा पानी परिरहेको छ। यतातिर ढुङ्गा पहिला बगेर आएको थियो क्या, ढुङ्गा डेन्जर बाटो। पुरै ढुङ्गा लड्यो, एउटा लड्यो भने त बर्बाद। माथिसम्म ढुङ्गा छ। बाटो यस्तो छ। बाटो पनि ढुङ्गा। यहाँको पुरानो घरहरू, मामाको घर आइपुग्न आँट्यौँ हामी।
मामालाको घर आइपुग्यौँ। घरमा को हुनुहुन्छ? दोस्रो दिन अनि हाम्रो मामालाबाट देखिने डाँडा हरियो वनपाखाहरू देखाउँदैछु तपाईँहरूलाई। अहिले चाहिँ घाम लागिसकेको छ अनि मामाले बाइक चलाउँदै हुनुहुन्छ गाउँको बाटोमा। हामी पनि एकछिनमा घरतिर जानेछौँ मामालाबाट। यो मामालाको घर, यो बाख्राको घर, खसी दुईटा खसेर छ। मामालाबाट घर फर्किँदा चाहिँ हामीले गाडी पायौँ अनि गाडीमा आयौँ। अहिले हामी आएको चाहिँ त्यहाँ तलबाट हो हामी आएको। गाडी पायो र धन्न आरामले आउन पाइयो। हिजो हामी आउँदा चाहिँ यसको तल बाटोबाट आएको थियौँ, अहिले चाहिँ माथिबाट आएको। माथिको बाटो पनि पुरै चर्केको रहेछ। बाटोमा माटो थुप्रिएको छ र केवल बाइक अनि मान्छे मात्रै यहाँबाट जान सकिने बाटो छ। यस्तो चिप्लो बाटोमा धन्न बाइकहरू पनि चलाउन सकेका छन्। आज चाहिँ हो तेस्रो दिन र आज चाहिँ हामी लिब्जू डाँडामा पूजा गर्नको लागि जाँदैछौँ। यो मस्याङ अरे, यो फुल चाहिँ तिल, यो फापर, यो केराउ, आगे मात्र रहेछ। यहाँ चाहिँ कोदो रहेछ। त्यो मकै पाकिसकेर अनि काटेपछि चाहिँ त्यसको ढोडी यसरी यहाँ राख्छौँ, यसरी राख्छौँ यहाँनिर। यो चाहिँ पछि बस्तुलाई गाई भैँसी राखिरहने घाँस हुन्छ। यस्तोलाई भन्छ चुच्चे करेला। चुच्चे करेला भन्छ यसलाई। यो चाहिँ तितो हुँदैन, मिठो हुन्छ। यहाँको गाई भैँसी बाख्रा नेपालको घरमा राख्नु रहेछ। त्यो माथिबाट चाहिँ स्टेपहरू बनाइएको छ र त्यहाँभन्दा तलसम्म चाहिँ रोडहरू पनि गएको छ, तर अझैसम्म राम्रो पक्की चाहिँ भएको छैन। त्यो स्टेप बनेको ठाउँबाट माथि चाहिँ रुख बिरुवाहरू पनि काट्न पाइँदैन र फोहोरहरू पनि फ्याल्न पाइँदैन। एकदमै सुरक्षित ढङ्गमा हेरचाह गरेर राखिएको ठाउँ हो। यहाँ चाहिँ धेरै प्रकारका जनावर अनि चराचुरुङ्गीहरू पनि देख्न पाइन्छ। तलदेखि अघि हामीले सुरु गरेको बाटो यहाँसम्म 700 स्टेपहरू गइसक्यो। अब हामी पुग्ने आँटिसकेका छौँ। रेस्ट गर्ने ठाउँ रहेछ। हाम्रो गन्तव्यतिर पुग्न आँटिसकेका छौँ। अब फाइनली हामी पुगिसकेका छौँ लिब्जूको थानमा। पूजा गरेर आउँदा बाटोमा यी गाईहरू भिजेर बिजोग भएर बसेको देख्दा च्यादरहरू मिलाइदिएका थियौँ हामीले। एउटा सिङ खुस्केर बिचरा बिजोग भएको रहेछ। दबाईहरू लगाइदिनु बिजोगै अलिकति भए पनि उधार त भयो। अलिकति लगाइदिएको छ। टिन लगाइदिउँ। अहिले त टिन पनि थिएन। आज चाहिँ हो डे 4। ओखलढुङ्गा जिल्लामै बसे तापनि ढुङ्गाको ओखल कस्तो छ भनेर देखेको थिएन। आज चाहिँ साक्षात् देख्ने मौका मैले पाएको छु। यहाँ चाहिँ नेपाल प्रथम गायिका, युग कवि, वरिष्ठ लोक गायक, राष्ट्रिय गानाकारको स्ट्याचु पनि बनेको रहेछ। ओखलढुङ्गाको बजार।
बसेर भन्छौँ ढुङ्गा नै छ। यो चाहिँ हो ओखलढुङ्गा बुधबारे हाट। यहाँ चाहिँ हरेक बुधबार बजार लाग्ने गर्दो रहेछ। मेरो दसैँ सिरिजको पार्ट 1, पार्ट 2, पार्ट 3 र पार्ट 4 सबैलाई तपाईँहरूले हेरिदिएर लाइक गरेर कमेन्ट गरिदिएर मलाई सपोर्ट गरिदिनु भएको छ, मेरो मनोबल बढाइदिनु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। अर्को पार्ट फेरि छिट्टै नै लिएर आउनेछु भन्दै तपाईँहरूसँग बिदा माग्न चाहन्छु। हस्त नमस्ते।